हेलो साथीहरु, हामी चाहिँ अहिले यो पार्कमा आछु हैन। मेरो चाहिँ काम छैन, काम टक्क छुट्टी भएर सकेको छ। हाम्रो सम्धिसँग चाहिँ लास्ट भेट हो। अब चाहिँ भेट्दैन होला जस्तो लाग्छ हैन। म नेपाल गइहाल्छ। सम्धिसँग चाहिँ अब 4-5-6 महिना पछाडि चाहिँ भेट हुन्छ होला हैन। मेरो प्यारो मिल्छ साथी। हामी चाहिँ अहिले सम्धिको आज चाहिँ छुट्टी, घुम्न जाने साथी नभएर चाहिँ यस्तो पार्कतिर रमाइलो गर्न आएको थिएँ। एकछिन आम्मा घाम चर्केर फेरि यस्तो भइरहेछ नि। यो धेरै दिनपछि भेट्नु पाउँछ। अब कति 6-7 महिना पछाडि देख्नु पाउँछ हामीले सम्धिलाई। म गइहाल्छु नेपाल हैन। सम्धि अब 6 महिना जति यतै काम गर्नुहुन्छ। त्यसपछि चाहिँ हामी भेट्नुपर्छ। त्यसपछि अहिले हामी बेलुका पार्कतिर चाहिँ घुम्ने ठाउँ यही हो हैन। यस्तो रमाइलो छ यहाँको वातावरण चाहिँ। अहिले घाम लागेर चिटिक्क भइरहेछ। बवाली छ ठाउँ, एकदम रमाइलो छ। दिउँसोको टाइममा चाहिँ मान्छे कोही हुँदैन कि यहाँ चाहिँ सबै ड्युटीमा हुन्छ नि त, सबै कम्पनीमा बिजी हुन्छ। त्यही भएर मान्छे कोही पनि हुँदैन। त्यही भएर हो सुनसानै छ। हामी मान्छे 2जना हुँदा कोही देख्दैन यता हैन, कोही छैन कि। त्यही भएर सुनसानै भएको कारणले यतैतिर हिँड्दा छ हामी 2जना चाहिँ। ले खोइ यस्तै छ केटा हो, के गर्नु हैन। अब जिन्दगीमा 2 दिनमा भेट्ने साथीहरू अब कता पुगिन्छ, कोही कता हो कोही कता हो हैन। अब भेट्नुपर्छ नेपाल गएपछि। मेरो दिन चाहिँ अब धेरै छैन, 8-9 दिनपछि चाहिँ म नेपाल पुग्छ होला। त्यसपछि हेर्नुपर्छ केटाहरूसँग, त्यही पछि भेट्छ हामी चाहिँ। यतातिर जहिले आउँथ्यो यार, अब यो ठाउँ छोडेर जानलाई धेरै छैन। यो आफू बसेको ठाउँलाई माया लाग्दो रहेछ। यताउता हेर्ने हो हैन, ठाउँहरू यस्तै छ, रमाइलो लाग्छ। जे होस् एउटा भिडियो बनाएर राख्यो भने पछि आफूले हेर्नु नै हुन्छ नि त। त्यही लागेर नै भिडियो बनाइदिएको हो, चट्ट लगाएर। घाम चाहिँ यस्तो बवाल लागिरहेछ, घाम फेरि खतरा लागिरहेछ क्या। त्यही हो है, रमाइलो छ यो ठाउँ, एकदम रमाइलो थियो। अलिकति कम्पनीको प्रब्लमले चाहिँ हिँड्न लाग्यो हो। 3 वर्ष नै पुरा भयो। कम्पनीमा अलिकति समस्या भएको कारणले जानला हो है। यस्तै छ अवस्था। ठिक छ, बवाल छ ठाउँ, एकदम राम्रो छ है। यहाँको हावापानी चाहिँ ठ्याक्कै नेपालको जस्तै छ, त्यति फरक चाहिँ छैन। यहाँ चाहिँ अलिकति गर्मी बेसी छ। जाडो महिना चाहिँ कहिले आउँदैन हैन, जहिले गर्मी हो। अब म आउँदैन यता, त्यही भएर भिडियो बनाएर राख्नु पर्यो भनेर। लास्ट सम्झना भोलि पर्सि अन्तै ठाउँमा आउँछ होला। आयो भने मलेसियामा अलि चलेको कम्पनी हेरेर आउनु पर्छ। यति भरमा चाहिँ यहाँको यो एरिया चाहिँ धेरै मनपर्छ कि। एउटै सिस्टममा घर छ टक्क होइन, धेरै राम्रो छ। क्यामेरा झर्ला फेरि ठ्वाक्क गरेर। एरिया दामी छ, बवाल छ। दिउँसो त मान्छे हुँदैन त यार, के साह्रो सुनसान भयो। यहीँबाट काटिदिउँ कि सम्झि, धेरै के टाढा जाउँ है। रोजगा हुन्छ, त्यही भएर एउटा कनेक्टवाला माइक किनेर चाहिँ यस्तो भिडियो बनाउनुपर्छ भन्ने जस्तो लागिरहेको छ। सम्धिसँगको अन्तिम भेट मेरो, अन्तिम चाहिँ होइन, रुमतिर भेटिहाल्छ। अझै 1 हप्ता नेपालमा गएर भेट हुन्छ। चिसो लिने हो यहाँ त। र हामी माथि पार्कमा आएर चाहिँ फेरि यतातिरै घुम्थ्यौँ होइन। दिउँसोको कति लगभग 2 बजेतिर थियो होला हामी घुमिरहेको थियौँ 2 भाइ चाहिँ। मैले चाहिँ भिडियो गर्दै थिएँ होइन, केही भिडियोहरू लिएर राखौँ न, पछि हेर्न मिल्छ नि होइन। आफू नभए पनि, आफू यो ठाउँमा नभए पनि पछि हेर्न पाउँछ। दसैँ आयो पिङ खेलियो चट्ट लगाएर। यता सम्धि, खोइ सम्धि यार, कलेजी टुक्रा भो लोकदरी गीतै आउँदैन मलाई त यार। लोत मजा आउँदो रहेछ त यार। त्यसपछि मैले चाहिँ सेल्फी स्टिकलाई माथि लामो बनाएर चाहिँ ड्रोनबाट खिचिया जस्तो देखाउनको लागि चाहिँ माथिबाट गऱ्यो होइन। माथिबाट गर्दाखेरि चाहिँ भिडियो गर्दाखेरि चाहिँ सबै देख्ने कि, वरिपरि माथिबाट तल है, सबै देख्ने, सबै देख्छ क्या। यस्तो दामी देखाएको छ यो पार्कलाई होइन। अब
पछि हेर्न मिल्छ नि त, त्यही भनेर चाहिँ मैले केही रेकर्डहरू लिएँ होइन। एक्लै यता है, सम्धीलाई चाहिँ उतै पिङमा छोडेर सम्धी आफ्नै धुनमा चाहिँ बिजी थियो। म चाहिँ एक्लै अलिकति भयो भने लिइदिउँ भनेर चाहिँ भिडियो बनाउनु लागि लखर हिँडेर चाहिँ यता आयो। तर यहाँको सबै सिनहरू चाहिँ हामीले देखिरहेछौँ होइन। हामी वर्ष पनि यहीँनिर बल खेल्ने, भलिबल खेल्ने गर्थ्यौँ, घुम्न आउने, फोटो खिच्ने हरेक गर्थ्यो यो ठाउँमा चाहिँ। त्यही अब सम्झना मात्रै रहने भयो होइन, त्यही छुट्ने दिनहरूको लागि चाहिँ। अब पछि हेर्दाखेरि चाहिँ म यहाँ थियो भन्ने कुरा हुन्छ नि त होइन। त्यही भएर त्यसैको लागि चाहिँ मैले केही भिडियोहरू लिएको हो होइन। युट्युबमा हालेर राखेपछि चाहिँ डिलिट हुँदैन नि त, कहिले पनि डिलिट हुँदैन। त्यसपछि हामी चाहिँ पार्कबाट फर्केर आफ्नो रुमतर्फ फर्केर आयो होइन। रुमतर्फको यो भिडियोहरू पनि लिएको छ। चारैतिर चाइनिज बस्ने घरहरू एकदम बवाल छ होइन। चट्ट परेको, चिटिक्क परेको घरहरू छ होइन। सम्धि अगाडि म चाहिँ पछाडि रन्केर हिँड्दैछ दुईजना। अब कसैको छुट्टी छैन, हामी दुईजना मात्र थियो छुट्टी, त्यही भएर सँगै मिलेर घुम्न आएको थियो पार्कतिर। अब यहाँदेखि चाहिँ अलिकति अफरोड बाटो छ, यसको चाहिँ भिडियो म लिँदैन होला है यसको लागि चाहिँ।